नमस्ते साथीहरू, आजको यो भिडियोमा म तपाईहरुलाई एउटा धेरैले सोधिरहनु भएको विषयमा जानकारी दिन गइरहेको छु। यदि तपाई अहिले बेलायतमा हुनुहुन्छ, चाहे तपाई स्टुडेन्ट भिजा, ग्रेजुएट भिजा, PSW वा स्किल्ड वर्कर भिजामा हुनुहुन्छ र अबको भविष्य क्यानाडामा बनाउने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि एकदमै महत्त्वपूर्ण छ। बेलायतमा नियमहरू परिवर्तन भइरहने हुनाले धेरै साथीहरू अहिले क्यानाडाको पर्मानेन्ट रेजिडेन्सी PR तिर आकर्षित भइरहनु भएको छ। क्यानाडा जानको लागि सबैभन्दा भरपर्दो र छिटो बाटो भनेको एक्सप्रेस एन्ट्री हो, जसमा विशेष गरी फेडरल स्किल्ड वर्कर प्रोग्राम मार्फत हामी जस्ता बेलायतमा अनुभव भएकाहरूलाई ठूलो अवसर छ। क्यानाडाको PR प्रणाली अलि फरक छ। यो पूर्ण रूपमा तपाईको पोइन्ट्समा आधारित हुन्छ। यसको मतलब तपाईको उमेर, शिक्षा, कार्य अनुभव र भाषाको दखल कस्तो छ त्यसले नै तपाई क्यानाडा जान पाउनुहुन्छ कि हुन्न भन्ने कुरा निर्धारण गर्छ। सुरुमा तपाईले के कुरा बुझ्नुपर्छ भने पछिल्लो 10 वर्षमा तपाईको कम्तीमा 1 वर्षको स्किल्ड वर्क एक्सपिरियन्स हुनुपर्छ। यदि तपाईले बेलायतमा मास्टर्स गर्नु भएको छ वा यहाँ कुनै राम्रो कम्पनीमा काम गरिरहनु भएको छ भने तपाईको योग्यता पुग्ने सम्भावना धेरै रहन्छ। यसका लागि तपाईले सुरुमा दुईवटा मुख्य काम गर्नुपर्छ। एउटा IELTS जनरल ट्रेनिङ परीक्षा दिने, जसमा कम्तीमा 6 स्कोर ल्याउनै पर्छ, र अर्को आफ्नो डिग्रीको ECA एजुकेशनल क्रेडेन्शियल एसेसमेन्ट गराउने, जसले तपाईको बेलायतको डिग्री क्यानाडाको मापदण्डसँग बराबर छ भनेर प्रमाणित गर्छ। प्रक्रिया सुरु गर्नुअघि तपाईले आफ्नो CRS स्कोर कम्प्रिहेन्सिभ र्याङ्किङ सिस्टम चेक गर्नुपर्छ। आधिकारिक वेबसाइट canada.ca मा गएर तपाईले सजिलै आफ्नो स्कोर हेर्न सक्नुहुन्छ। यदि तपाईको स्कोर 470 भन्दा माथि छ भने तपाईको क्यानाडा जाने सम्भावना एकदमै बलियो हुन्छ। एकपटक तपाईले आफ्नो प्रोफाइल बनाएर एक्सप्रेस एन्ट्री पुलमा दर्ता गरेपछि क्यानाडा सरकारले गर्ने ड्रमा छानिनु भयो भने तपाईलाई ITA इन्भिटेसन टु एप्लाई आउँछ। त्यसपछि 60 दिनभित्र तपाईले आफ्ना सबै डकुमेन्टहरू जस्तै पुलिस रिपोर्ट, मेडिकल र ब्याङ्कमा पैसा भएको प्रमाण, सेटलमेन्ट फन्ड्स बुझाउनुपर्छ। सामान्यतया 6 देखि 8 महिनामा यसको नतिजा आउँछ। बेलायतको अनुभवलाई क्यानाडाले निकै महत्त्व दिने हुनाले यदि तपाईलाई यहाँको भिसा प्रक्रिया गाह्रो लागिरहेको छ भने क्यानाडा एउटा उत्कृष्ट विकल्प हुन सक्छ। क्यानाडा PR आवेदन गर्नको लागि तपाईले मुख्यतया 2 प्रकारका अङ्कहरू बुझ्नुपर्छ। पहिलो, फेडरल स्किल्ड वर्कर प्रोग्रामको लागि योग्य हुन 100 पूर्णाङ्कमा कम्तीमा 67 अङ्क ल्याउनुपर्छ, जुन तपाईको शिक्षा, उमेर र कामको अनुभवमा आधारित हुन्छ। दोस्रो र सबैभन्दा महत्त्वपूर्ण CRS स्कोर हो, जसले तपाईलाई एक्सप्रेस एन्ट्री पुलबाट छनौट हुन मद्दत गर्छ। 2026 कोलम्बो पछिल्लो ट्रेन्ड अनुसार सिधै PR को लागि छानिन 470 देखि 510 सम्मको CRS स्कोर सुरक्षित मानिन्छ। यद्यपि फ्रेन्च भाषा वा विशेष पेशा जस्तै हेल्थकेयर भएकाहरूले 400 कोलम्बो आसपासमा पनि अवसर पाइरहेका छन्। खर्चको कुरा गर्दा मुख्य आवेदकको लागि सरकारी प्रोसेसिङ शुल्क र राइट अफ पर्मानेन्ट रेजिडेन्स फी RPRF गरी कुल $1525 क्यानेडियन डलर लाग्छ। यसबाहेक IELTS परीक्षा लगभग $300, शैक्षिक मूल्याङ्कन RECA $250 देखि $350 र मेडिकल परीक्षणको खर्च छुट्टै हुन्छ। तपाईले आफ्नो जीवनसाथी, स्पाउस र आश्रित छोराछोरी डिपेन्डेन्ट चिल्ड्रनलाई पनि सँगै लैजान सक्नुहुन्छ। डिपेन्डेन्टको हकमा दम्पतिको लागि अतिरिक्त $1525 क्यानेडियन डलर र प्रत्येक बच्चाको लागि $260 क्यानेडियन डलर सरकारी शुल्क बुझाउनुपर्छ। साथै क्यानाडा पुगेपछि सुरुवाती खर्च चलाउन प्रुफ अफ फन्ड्स देखाउनु अनिवार्य छ। 2026 कोलम्बो नियम अनुसार एक्लो आवेदकले कम्तीमा $15,263 क्यानेडियन डलर करिब 15 लाख नेपाली रुपियाँ र दम्पतिले $19,001 क्यानेडियन डलर ब्याङ्कमा देखाउनुपर्छ। परिवारको सदस्य संख्या बढ्दै जाँदा यो रकम पनि बढ्दै जान्छ। यदि तपाई बेलायतमा काम गरिरहनु भएको छ भने यहाँको कमाइले यी खर्चहरू व्यवस्थापन गर्न सजिलो हुनेछ, तर ध्यान रहोस् कि यो रकम तपाईको ब्याङ्क खातामा कम्तीमा 6 महिना पुरानो वा स्पष्ट स्रोत खुल्ने हुनुपर्छ।